नमस्ते सम्पूर्णलाई। आज चाहिँ फेरि म हाम्रो बुद्धले भनेको एउटा शब्दहरू चाहिँ नेपाली भाषाबाट चाहिँ शब्दसम्म म एउटा भन्नु प्रयास गर्नु गइरहेको छु। बुद्धले के भन्नुभएछ भन्दाखेरि चाहिँ खेजुन भाङ्गे टाटिम्न थोङ्पो खेनले फापर भनेछ। यो भनेको शब्द चाहिँ के हो भन्दाखेरि चाहिँ यदि तपाईँ धेरै विद्वान र शुद्ध बिच्छुहरूको वरिपरि बस्नुभयो भने तपाईँको भित्रदेखि दृष्टिकोण चाहिँ अरूको भन्दा उच्च हुनेछ भनेको भनाइ हो। अनि ठिङदेन माङ्गी मोइएक्न चाहिँ चुन्बो सुजी झुमरजुर भनेछ। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यदि तपाईँ धेरै अनुशासित र प्रणीयहरूको वरिपरि बस्नुभयो भने तपाईँको पवित्रता बलियो हुनेछ भने एउटा बुद्धको भनाइ हो। हस् त, धन्यवाद।